हेलो गाइस, नमस्कार। म बिसिकाले मगर, म एलिसाले मगर, म जेनिसा गुरुङ, म एलिसाले मगर, म रञ्जिता गुरुङ। आज हामी चाहिँ सबैजना स्वाहा गाउँबाट आज चाहिँ हामी फेरि पनि नयाँ मुकबाङ लिएर आइसकेका छौँ। हाम्रो मुकबाङमा रहेको छ पानीपुरीको किमा, यता छ रहेको छ चटपट, यहाँ चाहिँ पानीपुरीको झोल, यता चाहिँ हाम्रो पनिसमेन्ट छ। यो चाहिँ हाम्रो अहिले पछि च्यालेन्ज गर्छ, त्यसपछि त्यो हार्ने मान्छेको लागि चाहिँ है गाइस। यता अब चाहिँ हामी मुकबाङ सुरु गर्न चाहे फर्स्ट चाहिँ हामी पानीपुरीबाट सुरु गर्छौँ। मेरो चाहिँ दाँत दुखिरहेको छ, त्यसैले म चाहिँ च्यालेन्ज गर्दिनँ। म चाहिँ बिस्तारै खान्छु ल। टेस्ट गर्ने त्यस्तो गरिहाल्छ ल गर्ल्स चेयर्स, बोल्ने म चाहिँ ल गर्ल्स खै त 1 2 3 4 गो। तेरो भाउ हो। आजको पानीपुरी चाहिँ एकदम मिठो छ, एकदम मिठो गाइस। म बोल्दैन यता चटपटी देखेर चाहिँ मेरो मुख नसकेको, त्यसैले म एक बाइट लिन चाहेँ। हाम्रो चाहिँ पानीपुरी नै मिठो भइरहेको छ। अस्तिको हाम्रो करेन्ट चाउचाउ र अन्डाको मुकबाङ चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो? अस्तिको मुकबाङको लागि चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ कस्तो लाग्यो लेख्न। तिमीहरूको चाहिँ कुन फेभरेट यहाँको? मेरो त पानीपुरी। मेरो पनि पानीपुरी। तेरो चाहिँ चटपट हो? मेरो चाहिँ अल हो र? आजको हाम्रो पानीपुरी चटपट एकदमै स्वादिष्ट छ। तपाईँहरूले पनि खाना आउनु भन्नुहुन्थ्यो, क्यामेराबाट भेट्दैन। अर्कोचोटि चाहिँ तपाईँहरू नै आउनु होला। वेलकम मिठो छ। वेलकम। मनाएको छ भन्नु। हाम्रो आज एलिसाले मगर चाहिँ आज नयाँ हो। मलाई चाहिँ आउँदैन है गाइस खाना चाहिँ। आउनु के आउँदै बेला अनि आज चाहिँ मन भन्छ। ओइ तिमीहरूको त अस्तिको त्यो भन फेरि भन के हालिदिनु टिडोमा। हालिदिनु। ओइ तिमीहरूको अस्तिको मुकबाङ त बब्बाल रहेछ त है। तिमी कहाँ देखेको? टिकटकमा। ओ सो गाइस, हाम्रो ग्रुपको टिकटक आइडी चाहिँ आइडीको नाम चाहिँ बिटिया स्टार गर्ल छ। हाम्रो चाहिँ फ्लोर चाहिँ एकदमै कम छ होइन। तपाईँहरूले चाहिँ यो भिडियो हेरेर चाहिँ हाम्रो फ्लोर चाहिँ अलिक माथि बढाइदिनु होला। हाम्रो सूर्य अफिसियल युट्युब च्यानलमा पनि थोरै सब्सक्राइब छ होइन। अलिअलि बढी बढाइदिनु पर्यो। अनि ओइ अरेली काँडेले मलाई चस्से भयो यार। के अरेली काँडेले क्या निकाली त्यो अलि काट्यो भने के हो र? पिरोले अलिकति खान पाउँछ नि यिनीहरूको। लास्टै पिरो भयो नाटकै हो कि? हो नि त पिरो छ। तल पिरो भएन। म दाँत दुखेको मान्छे त कस्तो बिस्तारै खाए पनि कस्तो मजाले नै गर्छु। दाँत भाँदा पानी बचाएर दाँत भाँच्दा होस् गरे काट्दैन। तेरो दाँत मेरो चाहिँ आज दाँत पिसी काट्ने चाहिँ म बिस्तारै। अनि किराले खान सक्ने तेरो दाँत पानीपुरीको खोकाले भाँच्दैन।
बोलाएर जान्छ छिटो खाने यार दाँत दुखेछ भनेर झन् तिम्रो उसको नि अनि तिमी खाऊ भनेर मैले मोमो खाएर है त ल मैले एकचोटि खाँदा भर्खर पानी हालेर खाएको थिएँ मैले अनि यस्तो खन्जु हाले त खाएन गाई छ नि आज रजा हो के हो ओए हेर्न पारे फेरि के भयो जस्तो आफू छ त्यस्तै अरू ल कसले खाने ल ल के ल सो गाइस यिनीहरू चाहिँ जहिले पनि झगडा हुन्छ तनी भइहाल्छ नि घरमा बस्दा पनि यस्तै हो है गाइस यिनीहरू त तनी हुन्छ हौ हामीलाई मात्रै नभन हाम्रो ग्रुपको डन पनि डन एक नम्बरको झगडा रिसालु मजा कस्तो भन्छ सुन्नु गाइस एक सेकेन्डमै रिसाइदिन्छ यो त म रिसाउँदैन त्यस्तो रिसायो भने हाम्रो डरले थुरथुर हो सो त्यस्तो कहिले पिसाब चाहिँ छोडेर एकचोटि बिसिका छोडे है रिस उठेर मैले थर्का थियो है गाई बिसिका त यसरी कामेर त पट्टुमै झरा त्यही बेलामा म त निशब्द भएँ केही बोल्नै सकिनँ एकदम राम्रो मिठो हो गाइस बब्बा यो चाहिँ एकदम बोले गर्छ गाई तर के बोल्छ थाहै हुनु ल पनि तिमीहरूको कान नसुन्ने हो त्यो त मेरो कमजोरी होइन नि धेरै बोल्ने मेरो कमजोरी होइन मुख छ बोल्छु तिमीलाई पनि नबोल्नुहुन्छ ढले पिरोले के हो र नढल न मान्छे बोलाइदिनु हाम्रो चाहिँ पानीपुरीको झोल सकेर यता हाम्रो सिरियल सिस्टरले पानीको झोल हाल्नु भएको छ है खाँदैन नबोल न मुखमा खाँदै नबोले के राखेर बोल्छौ हेर्न त गाइस कस्तो मिठो छ है आजको दिनमा पिरोले मार्ने भयो मेरो त जिब्रोको टुप्पामा बेसरी पोलेछ पानी नहाले खाइदिइरहेको थिएँ मैले तिमीहरूलाई त एक्सको बोयफ्रेन्ड छ है मेरो त होइन यिनीहरू त बोयफ्रेन्डको याद आएर त रोइनु रोया त चाहिँ रोइरहेको छ आँसु नि आइरहेको रहेछ सबैले झुट बोले मलाई झुट नबोले हामी पटोटो बोल्ने मान्छेको मन सफा हुन्छ अरे कि गाइज यसकै हो गाइस 5 छोडो भएको गाइज म त राम्रो छु भइहाल्छ राम्रो र नराम्रो होइन नि गाइज होइन यतिको भनेको गाइस नराम्रो छु राम्रो नि राम्रै छ कि त्यही भएर हो होइन गाइस म त काली झसी छु ओ अफ्रिकन अब्जी जस्तो यास उहाँको चाहिँ एउटा केटा पनि छैन एउटा केटा नि छैन होइन एउटा केटा नि बाँकी छैन के लकडाउनमा एउटा केटा नि बाँकी छैन अब उसको चाहिँ त्यस्तो होइन गाइस सारा संसार उसकै हो गाइस यो त जता गयो ततै पर्किन्छ गाइस म चाहिँ छिटो पनि है एकछिनमै हाँसो राख्छ म त राम्रो मान्छेहरूले धेरै छिटो हाँस्ने रहेछ कि गाइज हाँस्ने रिसाउने रहेछ कि त्यो चाहिँ होइन फेरि हो कि नराम्रो मान्छे नि रिसाउँछ मलाई त रिस के हो भन्ने थाहा नै छैन नराम्रो भरि हेपेको मलाई ओइ हेपेको रे तैँले चाहिँ मलाई हेपिरहेको छस् के जो छ इमालको हुन्छ त्यही हो अनि त्यही ठुलो कुरा गर्छ हामी जनकपुरको जनकपुरको घरमा जाँदा जनकपुरमा एउटा सेतो मान्छे देखेन हामीले कालो त्यस्तो नभन्नु यार ता हुने ओ नो सेट हाम्रो त चपडा बिसिरहेको क्या बस सबैजना चपडा हाम्रो त चपड
कति ढिलो गर्छ के यो अलिक ढिलो छ कि गाइस अनि माइन अलि चटपट सोलो छ नेट सोलो भएको छ खाए फर्स्ट बाइट न छ न त्यो पावन अनि नाइन त्यो चाहिँ हाम्रो पानीपुरी सकिन आएको थियो त्योमा यताबाट थपेँ बप्पा मेरो छ गाइस जाडो पनि भइरहेछ पिरो पनि भइरहेछ चटपटी लाग्छ त्यही पिरो चाहिँ एकदम पिरो गाइस यो बनाउनु मान्छे नि यस्तै पिरो छ होला यार मेरो पनि आफ्नो एउटा भाइ र दिदी छ दादाहरू धेरै छ तर आफ्नो दिदी भाइ छ एकदम मिस गरेको छु तारा दिदी पढ्नु जानु भएको छ मिस यु भन्नु न अहिले तारा मिस यु आई मिस यु तारा सेम टु यु हेर्नु गाइस आहाबाट आशा आयो ए म त मेरो गाउँको सब अल टोटललाई मिस गरेको छु मैले पनि काका पनि मैले भन्दै है हाम्रो टिकाले मगर तारा टिका युजलाले मगर राजलाले मगर ए म त भन्दैन मेरो रविताले मगर एस्तराले मगर सबलाई मिस गर्दैछु अनि मेरो मामाहरू सबैलाई तेरो मामाले दियो मेरो काकालाई हाम्रो हेऱ्यो भने मनको बात ल्याउने है काठमाडौँमा भएको सबैलाई ओ मेरो सचिन ब्रदर चाहिँ एकदम छुटेछ है फेरि अनि यसको काका के त्यो काका कोरी अझै अजय गुरुङ शिव गुरुङ अनि खै त्यसो नाम भयो अनि मेरो अनि त्यो सबैको नाम सबैको दाइ सबै केटा केटा मात्रै होइन रे नो अनि मिस गरेर क्या भने नि हामी अनि मेरो विदेशमा होइन रहनुभएका मेरा प्यारी दि सन्जु गुरुङजीलाई पनि एकदमै मिस गरिरहेको छु है हाम्रो शिव काकालाई पनि भन्नु गाइस अब चाहिँ हाम्रो यताको पानीपुरी सक्नु लाग्दैछ यो फिनिस भइसकेपछि चाहिँ हामी च्यालेन्जतिर लाग्नेछौँ त्यो गाइस आफ्नो आफन्तलाई सम्झेर रोइरहेको है नरौ नरौ यदुलाई नानी नरौ नरौ एदुलाई गीतै होइन नरौ नरौ यदुलाई नानी लानु होइन ए मार्नु होइन पाल्नुलाई लैजानु होइन काम गर्न लान्छ होइन पाल्नुलाई लान्छ नि तिमीलाई बुढाले होइन गाइस होइन भन्न हामीलाई पनि गाई भन्न यार खै मलाई चाहिँ थाहा छैन त्यो त बे गरेको मान्छेहरू सोध्नुपर्छ विवाह गरेको सिस्टरहरू चाहिँ कृपया कमेन्ट गर्नुहोस् सकिनु सकिनु लागेको छ पानी छिटेर दुईटा रन्जिला गुरुङ दुईटा इच्छा आलु मगर दुईटा म भनेको जेन्ट्स गुरुङ दुईटा बिसिका दुईटा दिशा एउटा 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 म चाहिँ मेरो चाहिँ अलिक दाँत दुखेको थियो भनेर खानु पानी हालिदिनु तज एउटा अनि यो त कस्तो भएको लाग्ने म दुईटा पनि खान्छु मस्त रहेछ सानो जो ठुलो छ त्यो सानो छ यहाँ त सबसे ठुलोको म छ गाइस म ठुलो हुनु पनि फाइदै हो होइन बहिनीहरूलाई यसो सजेसन दिन त हुन्छ नि पानी त्यो पानी हो पानी तर ओले भनेको चाहिँ कहिले पनि मान्दैन साँच्चीकै राष्ट्रै दाँत दुखेको छ यो तिम्रो हो यो मेरो मेरो त
झाले थर भयो हाम्रो पानी हँसाउँछ बहिनीहरूलाई हँसाउँछ मेरो सबसे प्यारो बहिनी पनि यही बतास के गर्यो होइन कहाँबाट बतास चल्यो कहाँबाट बतास चलेको होइन तलबाट बुस्ताको थियो ला के बोल्थ्यो भने के त हो गनायो मलाई साह्रै त्यो नभुस्काइ त कहाँ गनाउँछ त पक्कै भुस्काइरै गनायो भित्रको मान्छेलाई यता यताबाट आएको छ है हामीबाट होइन नि यताबाट हामी दुईजना त फिक्स होइन यताबाट यो मान्छेको दिल जले जस्तो ह के भयो रातभरि पाट्दै सुत्ने नासा न यार म तिमीहरूसँग कहिले सुत्छु थाहा होस् अबै खाटले अधिकारीले र अब चाहिँ हामी यताको पानीपुरी चाहिँ सकिसकेको छ त्यसैले हामी अब च्यालेन्ज तर्फ लाग्नेछौँ होइन यो चाहिँ अब एउटा मेरो भाग रहेछ खानु पर्ला पानीपुरीको खोर्सानी मेरो मोटोमै खोज्यो अब चाहिँ हाम्रो यताको पानीपुरी सकेको छ अब त हामी च्यालेन्ज अब चाहिँ म चाहिँ यता यहाँ भएको पानीपुरी चाहिँ पार्छु है त च्यालेन्जबाट गएर टक्क लगाएर उनीहरूले जित्छ त्यसले पनि उनीहरूले हामीले उसलाई क्या चाहिँ पनिसमेन्ट खानुपर्ने चाहिँ है हो भने आइ भेरी स्याड एकदम कता दियो कताबाट लिँदै तपाईँको बुढाले यो के गाइस लेखबाट लेखेको कागज हो लेखबाट हाम्रो सिस्टरले लिएर आउनु भएको कागती चाहिँ यो पनिसमेन्ट चाहिँ पक्कै हामीले नै खानुपर्छ के उनीहरूले धेरै खान्छ नि त उनीहरूले जित्छ होला कि पक्कै गाई धेरै खान्छ रे उनीहरू त कता अहिले देख्छ नि गाई काम चाहिँ कता घुप्यो र अहिले कसले बढी खाँदै रहेछ हेर्नु न त। छैन नि त अनि हामीले उनीहरूले खान्छ होला। म त फर्स्ट टाइम म त मुकबाङ गरेको उनीहरूले अनि कतिचोटि गरिसक्यो सेकेन्ड अनि ऊ त थर्ड हो नि त ऊ त थर्ड ऊ पनि थर्ड हो अनि तिमी सेकेन्ड म फर्स्ट थर्ड भने के गर्नु दाग छैन उसको दाँत छैन यहाँ दाग लाग्छ त्यही भएर होइन गाइस किराले खाएर उखालिसक्यो कि दाँत चाहिँ गाइस हामी दाग भराउँदै नभएर हामीले दाँत नै भराउन गएको हो गाइस हाम्रो चाहिँ दाँत कमजोर छ कि काठमाडौँ त्यो त पोहोर परारकै कुरा हो अनि पोहोर त्यो पोहोर परारको कुरा हो त्यो पोहोर परार छ नि पोहोर परार हो त्यो बेलामा पढ्यो थियो अहिले त छैन त एक नम्बरको घमण्ड थियो है गाइस यसरी बोलबोल गर्छ त्यतिकै नभएको कुराहरू यता चाहिँ हामीले 100 एकदम खुर्केको ठाउँ छ त्यसैले हामी सही हो 100 है त गाइस सर सधैँ खाइसक्नु पर्छ कि त्यो 17 18 19 आइ गाइस हाम्रो त यो अब यो बिचको कहानी खोल्छ जस्तो हो कि त्यस्तै लागिरहेछ मलाई यतिकै नै भरिसक्यो अब कति चाहिँ भराउनु हो बार्ने मान्छे चाहिँ रिसाउनु भयो एकदम डर लागिरहेको म चाहिँ पाल गएको थिएँ त्यहाँनिर लास्ट आउँछ कि यो मान्छेले चाहिँ पालभित्र हालेर ऊ चाहिँ किमा हाले गर्ने रे त्यो पानीपुरीको फोकामा अनि म चाहिँ खाखै गर्ने रे कि गाइस आधीमा हालेर अलिक त्यो अब चाहिँ त्यसैले अब म उता जान्छु सुरु गाइस होइन अलिक नपुराउनु त नगरौँ न तिमीहरूले हेरे अघि यहाँ पानीपुरी लुगा जस्तो लाग्यो होइन एउटा खसिदिए है अनि यो हामीले तलै राख भन्ने हो कि म फेरि गल्छ फेरि केटा हो कस्तो फेरि मलाई चाहिँ हेर ऊ त च्यालेन्ज नगर्न सोच्दैन नि ए साथी त बिर्सिरहेको मैले यो चटपट पनि आधा यहाँमा हो खानै पर्छ हेरेको कि गाई धेरै हो है त हेर्नु
भाषा भाँचिरहनु पर्ने ल खाना चाहिँ रिस उठेन मलाई फेरि पानपुरी बढी हालिदिनु पर्छ है लुकाउन नपाएँ आज त अब हामीले च्यालेन्जको लागि चाहिँ सयवटा रेडी गरिसकेको छौँ अब टाइम त कति लाग्छ के एउटा केटी जस्तो अब चाहिँ हामीले च्यालेन्जको लागि चाहिँ यता सयवटा रेडी गरिसकेको छ यता चाहिँ हामीले अब च्यालेन्जको लागि चाहिँ हामीले 100 पिस बाँडिसकेको छौँ त्यसरी अब हामी चाहिँ अब च्यालेन्ज सुरु गर्न लागिरहेको छौँ अब टाइम कति लाग्छ त थाहा छैन हामी चाहिँ अब यहाँ टाइम सुरु गर्छ होइन त्यसपछि म दुध पनि गर्छु छिटो खाऊ है खाना च्यालेन्ज गर्ने हो छिटो खाऊ वाक्यो भने वाक्ने दिनु त अच्छे यार बना हुआ है भाई उल्टी हो जाऊँ भाई क्यामेरा ब्ल्याङ पल्लारे साइलोले हात्तेरीका साइलीमै हात्तेरीका साइलीमै मजा झरे सरी गाइस खसेको छ हामीले टिपेर खान्छौँ त गाह्रो भयो के खान्छौँ त कुन जन्म पाएको रहेछ नि हामीले ए म तेरो बहिनीले सक्छ अरे के अझै बगिँदा त्यो धारामा आज मुखबाङ गर्ने भने यसरी ए तेरो बहिनीले खान्छ सबै अरे के मेरो दिदी छ यहाँ यो दिदी सबै खाइदिन्छ के गर्यो क्यामेराले खा भनेर गरेको नखा भनेर गर्यो नखाने म त खाने हुँदैन अब त कम खाऊ है केटा मैले भनेको त्यो लागि तँ चिच्चेर है पनि बाहिर लुन्छ त्यसो गर्यो भने उल्टाएन काली अब उरुर भइरहेको छ नभए केटा काली हेलो मेरो साथी खा भनेको चाहिँ 9 मिनट नै भइसक्यो यार 9 मिनट भयो कि 9 मिनट भयो मेरो नाकबाट निस्क्यो के मेरा मुखबाट निस्क्यो चली सोके या छिटो पानी के बनाऊ प्लिज हेल्प मी खाइदिएर खा अब सके जस्तो अब आज चाहिँ आजको च्यालेन्ज चाहिँ यिनीहरूले दिइसक्यो यता चाहिँ हामीले खान हामी सक्दैन जित्यो भने चेस्ट गरौँ न अब यता हाम्रो त्यसो भने न भाइ। पनिसमेन्ट छ अब यो पनिसमेन्ट चाहिँ यिनीहरूले खान्छ अहिले खानेहरू छिटो पनिसमेन्ट खानुपर्छ खान्छ हामीले यत्रो खाइसक्यो नि त ल खाऊ हामी पनि खानु मिल्छ यो चाहिँ अब हामीले आज खान सकेन हामी अब भोलि बिहान चाहिँ फेरि पनि कम्पिटिसन गर्नेछौँ यो पानीपुरीको चाहिँ आजको लागि चाहिँ बाई 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 See you See you later tomorrow. आज खाएको देखाएनौ अब हिजो चाहिँ
चाहिँ हामीले खान नसकेको पानीपुरी चाहिँ आज हामीले खान लागेको छौँ होइन। हामीले बिहान खाने भनेको थियो तर यस्तै यस्तै भएर फेरि बेलुका नै भयो, त्यसैले अहिले खाँदैछौँ। अब चाहिँ हामी सुरु गर्छौँ। खाएँ है त फेरि पनि खायो त गाइस। तिमीहरूलाई कस्तो भएको थियो? एकदम मिठो। हिजो भने हिजो के भएको थियो अरे पानीपुरी खाइ नसक्दाखेरि खाएको थियो उल्टिएर। 12 बजी बिजी डर लागेर मैले त्यस्तो थियो। कमेडी गर्नु। What is this? What is this? This is kapal. This is a pani puri. No, this. This यो भनेको यो हातको। अरुण गर्नुला जोडेको थियो। ओ नो हेर त जोडेको। गाइस हेर्नु त। यसो जोडेको खायो भने चाहिँ बच्चा यस्तै जोडेको पाउँछ अरे, फेरि म नि यस्तै बच्चा पाउँला नि। हामीलाई चाहिँ आज एकदमै छिटो खानु पर्ने भएको थियो, एकदमै ढिलो खाइदियो यिनीहरूले, त्यही भएर हामी 4 भाग लाउँदैछौँ। कृष्णलाई पनि थालेर पानी हाल्नु। बिस्कुट लाग्यो। किताब नपढ्नु भयो 10 टिभी कता खसिस्यो। अलिला खै यहाँ मलाई चाहिँ प्लास्टिकमै छ है। कालेको पनि हेर्नु। 2 4 6 8 10 ठेलो भारी चाहिँ फेरि लाउनु पर्यो एउटा। अब अचार पनि मार्ने होइन त्यसै गर्छ। मेरो लागि खाली भयो। अब चाहिँ हामीले लागिसकेको छौँ, तर यो च्यालेन्ज त होइन, हामीले एकदमै ढिलो आयो क्या, त्यसैले हामी छिटो जानुपर्नेछ, त्यही भएर यसरी भाग लगाएर खाएको। हामी चाहिँ सक्दैन भाजा खाउन कति ढिलो आयो। हाम्रो घरको मासु चाहिँ भात माग्ने हेर्छ न के बोल्नु नक्कल भाषा के बुझ्यो होला। आइ भाइ अब चाहिँ त्यस्तो खान सक्नु भन्नु पाउने के अरे
मेरो कस्तो भयो एकदम रमाइलो तर आफ्नो साथी लगेर एकदम के लाग्यो ढाक पनि दिइदियो तो देख्न नसुने हामीले पनि घाँस काट्यो एकछिन है हामीले घाँस काट्यो दिनभरि दिनभर जस्तो काट्यो होला है अन्त मैले कहिले पनि घाँस काटिनँ फर्स्टमा घाँस काट्यो आज मेरो गएको बुझ्ने छ पनेली ट्याक्टर आएको पनेली ए के भन्नु है अम्ला अमला अमला किन नलिदिएको त साथी सम्झे रे अझै 20 रुपियाँ चिरा खानु त सक्दिन ल हिजो त धेरै आएको छ बिस्तारै बाहिर बाहिर गरिदिनु आज चाहिँ हामी मेरो गएको बेलामा बिस्किहालको बाह्र जङ्गल लगेको रहेछ बाघले चार चिबेर कस्तो बाह्र अनि कुकुर मारिदिनु आज घरको आमाले क्या लुरी बाहा बोलाएर बुढी बाहा भनेर लास्ट बाइट मेरो यो अम्ला भन त आउँठा भनेर आलु रातो लग यस्तो आउँछ पचास कल पुग्यो एउटा हाल्छु तिमीले एउटा मात्रै लास्ट बाइट फेरि पनि लास्ट बाइट भनेको लास्ट बाइट कस्तो मिठो गरेर खानुपर्छ मेरो चाहिँ दोस्रो बाइट सेकेन्ड लाग्नु न मेरो त फिनिस भयो मेरो नि एक दुईवटा दाँत छैन कि आइते बेटिनु भएको खाना चाहिँ फेरि वही यस्तै खान्छ भिज्न काली भयो छिटो न कहिले देखेको थिएन कि पानीपुरी जोड्ने यार पानी त दाँत छैन हो छिटो नि छिटो भने फिनिस भयो है हाम्रो चाहिँ उसले हान्छ मिसिकन छिटो ओके गाइस हाम्रो चाहिँ अब फिनिस भइसकेको छ हिजो र आजको गरेर है त्यही भने अब चाहिँ अब अर्को मकबाङमा भेटौँला ओके बाई बाई